हेलो हेलो साथीहरू, स्वागत छ तपाईँहरूलाई मेरो मिनी ब्लगमा। आज चाहिँ म धान कुटाउन आइरहेको छु है। अनि हामी यहाँ धान पनि हालिसकेको छ। यो ठुलो मिल हो कि एकैचोटि हालेपछि भइहाल्छ, मजाले राम्रो निकाल्छ चामल। एकैचोटि हालेपछि मजाले चामल राम्रो निकालिदिन्छ। अनि यहाँ चाहिँ फेरि धान धान कुटायो भने चाहिँ ब्रान्ड चाहिँ आधा ब्रान्ड चाहिँ फ्रीमै दिन्छ कि, यो सुविधा पनि राम्रो छ यहाँ। धान पनि सकियो, लगभग हाम्रो धान कुटाएर सकिन लाग्यो, अब अलिअलि छ। अनि फाइनली हाम्रो धान पनि कुटाएर सकियो, यतातिर बोरामा बाँधेर राखेछ। अनि यता चाहिँ हाम्रो डुटो है ब्रान्ड। अब चाहिँ हामी घरतिर लागेको, सकियो काम चाहिँ। अब चाहिँ म गाविस जाँदैछु। गाविस किन जाँदैछु भने म तोरी पेलाउन छ, अनि छोरीको लागि केक पनि अर्डर गर्नु छ। अब चाहिँ म तोरी मिलमा आएँ, तोरी छोडेर म चाहिँ केक अर्डर गर्न गएँ। अनि मलाई चाहिँ यो केक मन पऱ्यो, अर्डर पनि गरेँ। यता आएको त तोरी पनि रेडी भइरहेछ है। अनि म चाहिँ कपाल काट्न गएँ, मजाले कपाल काटेर यस भिडियो पनि निकालेँ। अब चाहिँ मलाई एकदम भोक लागेर नास्ता पसलमा जाँदैछु। रिदम नास्ता पसलमा मैले चाहिँ फ्राई राइस अर्डर गरेको थिएँ। फ्राई राइस ठिकै थियो, राम्रो लाग्यो। अब चाहिँ म घरतिर जान लाग्यो। बर्थडेको तयारी पनि गर्नु पर्यो। बर्थडेको तयारी सबै भइसक्यो। अनि हामी चाहिँ अब केक काट्नलाई रेडी छौँ। मेरो नानी चाहिँ 5 वर्षको भइसक्यो। सबैले ह्याप्पी बर्थडे भनिदिनु होला कमेन्टमा। अनि यो भिडियो चाहिँ मैले लेट पोस्ट गर्छु है, किनकि हिजो चाहिँ हो मेरो छोरीको बर्थडे। अनि हिजो अब भिडियो एडिटिङ गर्न पनि पाइएन नि त, त्यही भएर भिडियो चाहिँ आज हाल्दैछु। कस्तो लाग्छ मेरो मिनी भ्लग? राम्रो लाग्छ भने सपोर्ट गर्नु होला, च्यानलमा नयाँ हुनुहुन्छ भने सब्सक्राइब गर्नु होला। थ्याङ्क यू।